अखन 2-4 वर्ष एउटा घर टेकाउनु पर्छ। 200 रुपियाँ नपत्ताउने तल्ला घरे काकीलाई कौसीमा बसेर देखाउनु पर्छ। कति लाउँछौ चुडेका चप्पल र उत्रेका फरिया, अब त नयाँ किन्नु पर्छ। राम्रा र सुकिला लुगा लगाएर हामी पनि आम मान्छे सरह हिँड्नु पर्छ। दिदीको बिहेलाई ल्याएको ऋण तिर्न सकौँ, धेरै कमाउनु छैन मलाई, सकुशल देश फिर्न सकौँ। हो आमा, मैले यही देशमा जागिर खान सकिनँ, तिमीलाई लाखौँ ऋणमा डुबाएर महँगा देश जान सकिन। तर बाचा गर्छु आमा, तिमीले मेरा कारणले कसैको वचन खानु पर्ने छैन। घर बनाएर चाबी तिमीलाई दिनेछु, ताकि वृद्ध हुँदा आश्रममा जानु पर्ने छैन। बस आज मेरा शिरमा हात राखेर यति आशिष देऊ आमा, कि मेरा प्रगतिका पाइलाहरू कहीँ नरोकिउन्, कहीँ नठोकिउन्। धन्यवाद। बस निकाल्नु त, त्यो बस निकाल्नु। त्यो खुट्टा मिलाउँछ अमृत भाइ। दाना 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 कसै यहाँ छोड्ने हैन के? दाना दाना म यहाँ पहिरो गयो नि हो। अनि म गर्नु अर्को पल्ट यहीँबाट दिनु पाउँदैन। यहाँ छ त पख्नु न पानी। आउँदाला पेल्ने के भने ठीक। माथि गयो त दामै त म अगाडि गएँ डोरीमा जान्छ एकजना पुगेन के ल फेरि यताको ढल्ला हौ। फेरि बाँसै छिरेछ लट्टा आउँदैन नि। अब गल्काउनु दियो धानै तिमीले यता यतासँग त यहाँ टेका दिइहाल त, टेका दिइहाल त तलबाट। तपाईँलाई तान्नु त सकेको दाइले किन छोड्नु त ल यता त आउँदैन अब यता आउँदैन हजुर राम्रै आएछ कि खेतमा हाल्नको लागि नि राम्रो ल्याउनु भएको छ। यो खेतमै त होला इटो बलियो रहेछ। खेतमा मात्रै यो सकिन्छ र यो कति हजार ल्याउनु भयो? 12 भन्थ्यो कि र कति सके जाँदैन 12 भने जाँदैन 7-8 हजार चाहिँ जान्छ। 7-8 हजार जान्छ सबै 9 इजा हुन्छ है। सारे पनि
हजुर के काम ल्याएर छन् के भन्छन् त घरमा 4 वटा मन खुर्पा 6 जना हो नि जाना 6 जना तपाईँलाई
के भाँचेको हाँ हात त कसो गरेको नि